नमस्ते साथीहरू, कक्षा 12 को बोर्ड परीक्षा नजिकै आउँदैछ र के तपाईहरूलाई पनि एकाउन्टको त्यो गाह्रो लाग्ने एडजस्टमेन्ट र लामो हिसाबहरूले गर्दा मनमा डर लागिरहेको छ? डराउनु स्वाभाविक हो, किनकि तयारी बिना परीक्षा हलमा छिर्दा सानो गल्तीले पनि हाम्रो सबै मार्क्स काटिन सक्छ र समय व्यवस्थापन गर्न निकै कठिन हुन सक्छ। तर नातिनुहोस्, एकाउन्टमा पास हुन र राम्रो नम्बर ल्याउन गाह्रो छैन, मात्र सही तरिकाले पढ्नुपर्छ। तपाईको यही तरिकालाई अझ राम्रो बनाउन म भर्खरै सम्पन्न भएको 2082 सालको वास्तविक प्रश्नपत्र लिएर आएको छु। विशेष गरी 2083 सालमा परीक्षा दिने विद्यार्थीका लागि यो पेपर हेर्नु र यसको प्याटर्न बुझ्नु एकदमै जरुरी छ। यसमा सोधिएका इन्कम स्टेटमेन्ट, क्याश फ्लो र कस्ट सिट जस्ता प्रश्नपत्रहरूले तपाईलाई बोर्ड परीक्षाको वास्तविक स्तर कस्तो हुन्छ भन्ने कुरा बुझाउनेछ। यदि तपाईलाई यो 2082 को पुरा प्रश्नपत्रको सफा फोटो र यसको सही समाधान चाहिन्छ भने अहिले कमेन्टमा एकाउन्ट लेख्नुहोस् र च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्, ताकि तपाईको परीक्षाको तयारीमा कुनै कमी नहोस्। सबैलाई परीक्षाको धेरै धेरै शुभकामना।